ल दाजुभाइ दिदीबहिनीहरू संसारभरिबाट हेर्नुहोस्, आज हामी सुन्दर हडैचा नगरपालिका वडा नम्बर 11 को शुक्रबारे बजारमा आएका छौं यहाँ। र महेन्द्र माध्यमिक विद्यालयले चाहिँ यहाँ विद्यालयमा किताब किन्नको लागि निमन्त्रणा गर्नु भएको हुनाले आएका थियौं। र यो महेन्द्र माध्यमिक विद्यालय छेउमा यहाँ एउटा ठाउँ रहेछ। यो चाहिँ प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले चाहिँ सुरु गरेको एउटा पार्क रहेछ। र पार्कको नाम चाहिँ इन्जिनियरिङ प्रदर्शनी केन्द्र तथा प्रविधि पार्क भनेर राखेको छ। र यसमा 60-70 लाख रुपियाँ अहिलेसम्म खर्च पनि भइसकेको रहेछ। तर यहाँको जनताहरूले आज मलाई के भन्नुभयो भने यो पार्कमा चाहिँ अब के गर्न सकिन्छ भनेर भन्नुभयो। र मैले उहाँहरूलाई के जवाफ दिएँ भने यो पार्क बनाउनको लागि जुन डीपीआर गरेर भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले डीपीआर गरेर नै यसको लागि डीपीआर स्वीकृति गरेर यो बनाएको थियो होला, त्यही अनुसार बनाउनुहोस्। र यहाँ के कस्तो किसिमको प्रविधि चाहिँ विकास गर्ने, प्रविधिको प्रदर्शनी गर्ने भन्ने कुराहरू उहाँहरूले नै गर्नुभयो होला भन्दाखेरि यहाँको धेरै जनताहरूलाई थाहा रहन्छ। र त्यो त्यति बेला चाहिँ त्यो डीपीआर बनाउने इन्जिनियरिङ टोलीका साथीहरू छैनन्, उहाँहरू छैनन्, तर डीपीआर चाहिँ होला, त्यसैले उहाँहरूलाई यो भनेको छु। र उहाँहरूले के भन्नुहुन्छ भने यसलाई चाहिँ उहाँहरूको केही स्थानीय जनताहरूको चाहिँ उसमा भने अनुसार चाहिँ यहाँ चाहिँ एउटा यो एरियाको मानिसहरूले यसो चाहिँ फुर्सदको बेलामा आएर घुम्ने, यस्तो किसिमको रमाइलो गर्ने चाहिँ आनन्द लिने ठाउँको रूपमा पनि विकास गर्न लाग्नु भएको रहेछ। तर जुन कामको लागि यो प्रविधि पार्क भनेर खोलियो त्यो उद्देश्य चाहिँ यहाँ केही पनि भएको रहन्छ। त्यसैले अब यो म के कुरा जानकारी दिन चाहन्छु भने हाम्रो मन्त्रालयलाई पनि यो के कामको लागि चाहिँ यो प्रविधि पार्क भनेर बनाएको हो कोशी प्रदेशको के अरे उसले प्रदेश सरकारले मन्त्रालयले। र यसलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ अनुरोध गर्छु। र यसलाई चाहिँ मलाई भन्ने हो भने प्रविधि पार्ककै रूपमा चाहिँ यसलाई विकास होस्। यो चाहिँ रमाइलो गर्ने, यो पिकनिक खाने, यसो फुर्सदको समयमा हावा खाने पार्कको रूपमा मात्र होइन कि यहाँ चाहिँ यहाँको किसानहरूको लागि, यहाँ वरिपरिका किसानहरूको लागि, जस्तो दुधको किसानहरूको लागि भयो, तरकारीको किसानहरूको लागि भयो, अरू यस्तै अरू किसानहरूको लागि चाहिने कस्ता किसिमका प्रविधिहरू चाहिन्छ त्यस्ता किसिमका यहाँका जनतालाई नै प्रयोग गरेर अनि यहाँको जनताहरूकै इच्छा अनुसार त्यस्तो किसिमको प्रविधि पार्कमा यो विकास गरियोस् भन्ने हो। अब मलाई चाहिँ यो कुरा राष्ट्रिय आविष्कार केन्द्रलाई भनेको भए सुरुमा भनेको मैले छुट्टै अनुसारको चाहिँ यो दिन्थे। यो मेरो